हेलो नमस्ते सबैजनालाई। मेरो पनि हेर्नुहोस् न युकेको ठाउँमा हैन सानो करेसाबारी बनाएको छु। गरे के चाहिँ नहुने भने जस्तो नि अरूहरूले थुप्रैले लगाएको देख्थेँ कि फेसबुकमा टिकटकमा देख्थेँ। युकेमा चाहिँ साग है यो युकेको साग भन्दै अनि मैले पनि लगाएको थिएँ अनि गर्दाखेरि त हुने रहेछ है। मेरोमा पनि अहिले चाहिँ सागहरू ठुल्ठुलै भइसकेको छ। यो अब जाडोमा चाहिँ हुँदैन रहेछ जाडोमा चाहिँ। अनि योमा चाहिँ समरमा चाहिँ लगायो भने बेलामा बिउ बाउहरू लगाएको छ भने हुर्काउनु बढाउनु सकेको छ भने चाहिँ यहाँ चाहिँ जे पनि हुँदो रहेछ है। अब उता नेपालमा जस्तो होइन यहाँ चाहिँ आफ्नै घर नभए पनि रेन्टमा बसेको घरमा पनि सबैमा नै प्रायः जस्तो चाहिँ सब्जी रोपेर खाने ठाउँहरू हुँदो रहेछ होइन। कतिपय त अब काम गर्नुहुन्छ ड्युटीमा जानुहुन्छ होइन, उहाँहरूको चाहिँ अब समय नपुगेको कारणले गर्दा समय नभएको कारणले गर्दाखेरि उहाँले चाहिँ नलगाएको पनि हुनसक्छ। तर कतिपयले चाहिँ काम गर्दै आउँदै गरेर पनि छुट्टीको टाइममा लगाएर बनाएकोहरू मैले थुप्रै देखेको छु। तर म चाहिँ अहिलेसम्म काम गरेको छैन होइन। मेरो चाहिँ अब 3टा छोराहरू छ। अब 3टा छोराहरूको पनि 3तिर स्कुल भएको कारणले गर्दाखेरि मलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ अहिले। अनि 3तिर स्कुल छ, 3 ठाउँमै पुर्याउनु पर्यो अनि हरेक कुराहरू होइन। बच्चाहरूलाई 3टा बच्चाको 3टै स्कुल छ भनौँ न, फरक स्कुल छ, टाढा छ फेरि। अनि मलाई चाहिँ अहिले एकदमै टाइमहरू म्यानेज गर्नलाई पनि एकदमै गाह्रो भएको छ। अनि छुट्टीको टाइममा खाली समयमा बाबुहरू स्कुल पुर्याएर आएपछि चाहिँ म चाहिँ यस्तै हो मेरो चाहिँ काम चाहिँ अहिलेसम्म चाहिँ होइन। त्यही हो अब सबैको आफ्नै परिस्थिति बाध्यता भनौँ न होइन हुँदो रहेछ। अनि म चाहिँ अहिलेसम्म यत्तिकै बसिरहेको छु। अब पैसा कमाउन भनेर आएको मान्छे हुन त होइन, अहिलेसम्म 1 पैसा कमाएको छैन। मलाई चाहिँ बुढौले नै पालिरहेको छ अहिलेसम्म। बुढाको कमाइ खाँदै बसिरहेको छु। अब खै थाहा छैन, बुढालाई पनि कमाएर हेल्प गर्ने टाइम आउला भनेर आश गरेर बसिरहेको छु। अहिलेसम्म चाहिँ बुढोको कमाइ खायो बस्यो। मेरो चाहिँ यस्तै छ है साथीहरू। यो चाहिँ मेरो सानो खुर्सानी बारी के भन्ने होला है, खुर्सानी बारी पनि थोरै खुर्सानी रोपेको थियो। अर्को साल चाहिँ अलिक निकै बनाउने उयो छ मेरो। हेरौँ कस्तो हुन्छ, भयो भने देखाउँछु। हस् त, धन्यवाद।